मैले हिसाब किताब लिन्छु। यो चाहिँ म 100% हो। फेरि म देख्दा सामान्य मान्छेले मान्नुहुन्छ भन्नु तपाईँहरू यहाँ चाहिँ डाक्टरहरूले किन यस्तो गर्नु भएको छ। म यहाँ प्रत्यक्ष यहाँ बुटोलमा भएका सबै मिडियाकर्मीहरू पनि यो प्रादेशिक अस्पतालमा आइदिनु होला एकचोटि, किनकि म सञ्चारकर्मी, म पनि arhanchi.com मा चलाउँछु र विगत 6 वर्षदेखि arhanchi.com लगायत विभिन्न मिडियाहरूमा काम गर्छु र तपाईँले यो यस्तो अवस्था छ, तपाईँले यसको चाहिँ थुन्न पनि लान सक्छन् है। यो कुरामा म जनताको आवाज बोलिरहेको छु। मेरो आमाको मात्र समस्या होइन, यो मेरो आमाको मात्र समस्या बोलिरहेको छैन। यहाँ चाहिँ अब पहुँच पावरवालाले मलाई थुन्न पनि लान सक्छन्, किनकि यो भिडियो चाहिँ तपाईँले चाहिँ सबैले चाहिँ सेयर गरिदिनु होला। मेरो आमाको एउटा जीवन एउटा सङ्कटमा परेको हुनाले म बाध्य भएर म चाहिँ एउटा यो प्रसारण गर्न आजसम्म मैले सबैले समान रूपमा पाउनुपर्छ भनेर म बोलेको थिएन। सबैले पाउनुपर्छ बोलेको थिएन र बुटोलमा भएका सम्पूर्ण पत्रकारहरू यहाँ आइदिनु होला। बारेमा पनि तपाईँले उजागर गरिदिनुहोस्। arhanchi.com हेरेर पाउनु भएको छ भने त्यहाँसम्म आउनुहोस् होला। यो चाहिँ प्रादेशिक अस्पतालमा एउटा एकदम दयनीय अवस्था छ। तपाईँको उपचार हुन्छ हुँदैन मलाई थाहा छैन, तर अहिलेसम्म एउटा आवश्यकताको आधारमा चाहिँ बिरामीलाई चाहिँ छनौट गरिँदैन, आइसियुमा लगिँदैन, बेडमा लगिँदैन, ट्रलीमा राखिन्छ, डबल बेडमा राखिन्छ। अनि त्यहाँ गएर तपाईँको पहुँच छैन भने त्यसलाई कुनै वास्ता गरिँदैन। सामान्य चिकित्सक पनि यहाँ आउँदैनन् त्यो हेर्नका लागि। अहिले हामी यहाँ बसिरहेका छौँ र मेरो दाजी चाहिँ एकदम भक्कानो भएर रुनु भएको थियो। मलाई पनि आँसु राम्रो सकिरहेको छैन, सबै रोएर पनि यो समाधान हुँदैन। त्यसैले चाहिँ मन थामेर मैले अहिले चाहिँ arhanchi.com बाट प्रत्यक्ष लाइभ गरिरहेको छु। तपाईँ पनि 12वटा जिल्लाको यो साझा अस्पताल भएको हुनाले तपाईँ पनि यहाँसम्म आउन सक्नुहुन्छ, दुःख पाउन सक्नुहुन्छ, आवाज उठाउनु होला। यो चाहिँ यस्तो अवस्था चाहिँ छ, यसरी चाहिँ कसरी चाहिँ जनताले प्रत्यक्ष चाहिँ पाउन सक्छन्। ल यहाँ चाहिँ यस्तो खालको अवस्था छ अहिलेसम्म। हाम्रो बिरामी अहिले 14 दिनसम्म पनि आइसियु बेड पाउन सक्नु भएन। यहाँ चाहिँ मलाई लाग्छ 26-27वटा आइसियु बेड छन् रे होइन, त्यो मैले भित्र गएको छैन, तर पनि अहिलेसम्म उहाँले आइसियु बेड पाउन सक्नु भएन। यसको पाउनको लागि म बारम्बार चाहिँ डक्टरहरूसँग परामर्श गरेँ, उहाँहरूले हुन्छ भन्नुहुन्छ। र कसैलाई एकजना सिस्टरहरूले के भन्नुहुन्छ भने तपाईँको कोही मान्छे छ भने फोन गर्नुहोस्, तपाईँको आइसियु बेड हुन्छ। अहिले यस्तो अवस्था छ। अहिले जहाँ चाहिँ यहाँबाट अब तपाईँले लाने भयो लानुहोस्, अन्त लाने भयो लानुहोस्, बेड छैन। बिरामीको आवश्यकताको आधारमा चाहिँ बेड हुने हो कि अब तपाईँको पहुँचको आधारमा हुने हो, यो चाहिँ एउटा गम्भीर विषयवस्तु छ। तपाईँले यो सबैले सेयर गरेर यो आवाज मेरो मात्र आवाज होइन, मेरो मात्र दुःख पनि होइन, र तपाईँ सबैको दुःख हो। यहाँ चाहिँ तपाईँको यस्तो भइरहेको छ। के भयो भने आज दुःख यहाँका राम्रा कुरा पनि लान पाउँछौँ र नराम्रा कुरा पनि लान पाउँछौँ। यसको सबैको साझा सम्पत्ति हो। के गर्न पर्यो भने अहिलेसम्म 14 दिनसम्म हाम्रो चाहिँ बिरामीले 5 दिनसम्म एउटा ट्रेमा जो बिरामीलाई घिसारिन्छ त्यो ट्रेमा 5 दिनसम्म राखियो। उहाँको सुरुमा चाहिँ आइसियुमा जानुपर्छ भनेर लेख्नु भएको थियो। 5 दिनसम्म बिरामीलाई ट्रेमा राखियो। तपाईँलाई थाहा छ यो ट्रे अगाडिको छ नि, यो ट्रेमा हामी तल इमर्जेन्सी वार्डमा 5 दिनसम्म बसेको। भन्नुहोस् है, 5 दिनसम्म बसेको। अहिले हामी 5 दिनपछि धेरैलाई भनेर धेरैलाई गुहार गरेर त्यहाँबाट हामी यहाँसम्म आएको मेडिकल वार्डमा आएको। हामी मेडिकल वार्डमा आउने खालको बिरामी होइन, तर पनि त्यो ट्रेमा धेरै दुःख पाएकोले हामीले चाहिँ त्यहाँसम्म गरेका छौँ। र डक्टरहरूसँग पनि परामर्श गर्दा उहाँले चाहिँ लेख्नु भएको छ, डक्टरहरूले पनि लेख्नु भएको छ, बकाइदा सायद आइसियुमा जानुपर्छ लेख्नु भएको छ, तर यहाँको व्यवस्थामा मिलेको छैन। डक्टरहरूले पनि यहाँ आइसियुमा जानुपर्छ भनेर त्यहाँ सिग्नेचर पनि गर्नुभएको छ। र यति बेला arhanchi.com हेरेर बस्नुभएका सम्पूर्ण बुटोलका पत्रकारहरू एकचोटि आइदिनु होला। यो मेरो मात्र समस्या होइन, यो प्रादेशिक अस्पतालमा आउनुहोस्। यहाँ आएर तपाईँको यहाँ आएर मैले मेरो बिरामीको म स्थिति म गर्दैछु र तपाईँ यहाँसम्म आएर यस्तो गम्भीर अवस्था छ यसको उजागर गरिदिनुहोस्। यो चाहिँ मेरो मात्र दुःख नभएर हाम्रो 12वटा जिल्ला छ यो चाहिँ लुम्बिनी प्रदेशमा, त्यसका सबैको एउटा साझा सम्पत्ति हो। र यसमा चाहिँ अहिले यो अवस्था छ। खास गरेर तपाईँले यो यो चाहिँ arhanchiबाट यहाँ आउनुभएको 14 दिन भयो, के पाउनुभयो? यहाँ कस्तो खालको के छ व्यवस्था? बिमारीको गम्भीर अवस्था छ। आइसियु किन पाउन सक्नु भएन? अब हाम्रो पहुँच छैन, पहुँच नभएपछि कहाँ होस्। हामीले पहुँच नभएपछि साधारण जनताले चाहिँ उपचार गर्न पाउँदैन। उपचार गर्न पाइन्छ भन्नुभयो, वार्डमा लगेर अझै इमर्जेन्सीमा 5-7 दिनसम्म राख्नुभयो। त्यहाँबाट भएन फेरि नन्दी पाठक भनेर जनताले वार्डमा लिनुभयो। फेरि हजुरको अहिले सकिन्न भनेर फेरि तपाईँको इच्छाले जहाँ लाने लानुहोस्, हामीले सकिन्न भनेर भन्नुभयो। यो कुरा मैले हाम्रा अहिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री हुन्छ चेतना आचार्यजीलाई पनि एकचोटि भन्न चाहन्छु। तपाईँको जिल्लाबाट यहाँ आउँदाखेरि हामीलाई यस्तो खालको एउटा दुर्व्यवहार गरिएको छ। यो दुर्व्यवहार भन्दा पनि अति दुर्व्यवहार हो। तपाईँले यो कुरालाई मनन गर्नु होला। मैले तपाईँलाई प्रत्यक्ष कुरा पनि गर्न सक्थेँ arhanchiको भएको हुनाले, तर मैले त्यो गरिनँ। तपाईँले यो भिडियो पनि